So good morning everyone. This is day 2 अनि आज चाहिँ हामी डे 2 मा जाँदैछौँ नजिकैको एउटा चर्चमा। खासमा हाम्रो इनिशियल प्लान अनुसार चाहिँ हामी आज जाँदै थियौँ रोयल माउन्ट हो कि के भन्ने ठाउँ एउटा अलिकति हाइटमा रहेछ, त्यहाँबाट सिटी भ्यू अलि राम्रो नै आउने रहेछ। बट देन भयो के त भन्दाखेरि आजको वेदर खासै राम्रो छैन कि, अनि आज अहिले साँझ 1-2 बजेपछि दिउँसो 1-2 बजेपछि चाहिँ यहाँ मजाले पानी पर्नेवाला छ। सो आई चेन्ज द प्लान। हामी चाहिँ उता माउन्टेनमा के अरे त्यो रोयल माउन्ट भन्ने ठाउँमा नगइकन इन्स्टेड अफ द्याट वी आर गोइङ टु चर्च, अनि त्योपछि डाउन टाउन मोन्ट्रियलमा एक्सप्लोर गर्छौँ। त्यहाँ अन्डरग्राउन्ड सिटिज अरे एउटा कुन ठाउँमा त्यो एक्सप्लोर गर्छौँ, अनि अन द वे हामीले अब अरू के गर्न मिल्छ त्यो हेर्छौँ। अहिलेलाई भने हामीले चाहिँ त्यो चर्चको इन्ट्रान्सको अनलाइन टिकट लिइसकेका छौँ। द चर्च लुक्स सो अमेजिङ है। अब अनलाइनमा फोटो हेर्दाखेरि तिमीलाई कस्तो लागेको थियो भन्दै हो त चर्च होइन? सो इट्स रियली असम। हिजो जानु मन थियो, बट देन हिजो क्लोज पनि भइसकेको रहेछ। सो हामीले बाहिरबाट यसो हल्का हेरेर आयौँ। तर आज चाहिँ अब हामी टिकट काटिसकेका छौँ। अब हामी जाँदैछौँ पहिला चर्च, अनि त्यो पछि हामी जान्छौँ डाउन टाउन मोन्ट्रियल एक्सप्लोर गर्न, त्यो पछि त्यो अन्डरग्राउन्ड सिटी, एन्ड वी विल जस्ट सर्च अफ अनलाइन होइन कता कता जाँदाखेरि बेस्ट हुन्छ। अनि आजको दिन चाहिँ हामी त्यसरी नै स्पेन्ड गर्छौँ। अनि भोलिको मर्निङ चाहिँ विल वेक अप अर्ली, अनि त्यो पछि भोलि चाहिँ अलिकति घाम लाग्न सक्ने चान्सेस छ। इभन अब एकदम क्लियर भएन भने पनि वी माइ स्टिल ह्याभ अ बेटर भ्यू देन आज त अलिकति वेदर त्यस्तो राम्रो छैन, अनि भिजिबिलिटी पनि खासै धेरै छैन। सो होपफुली भोलि चाहिँ जानु अगाडि वी विल गो क्लाइम्ब द माउन्टेन, अनि त्यो पछि वी विल हेड ब्याक टु टोरन्टो। सो या आजको दिनको लागि एक्साइटेड छौ तिमी खुलु? ल सो यु साथीहरू हेर्ने यहाँको चाहिँ बाटोहरूमा यति धेरै ग्राफिटीहरू छ, यति धेरै आर्ट्सहरू छ होइन, यु विल बी अमेज्ड के। लाइक हामी त्यस्तो कुरामा युज टु छैन नि त। सो यति धेरै कुराहरू छ यहाँ होइन, यस्तो मेजमराइजिङ। एभ्री वाल एभ्री स्ट्रिट यु सी होइन, देयर इज समथिङ पेन्टेड, समथिङ रिटन होइन। इभन यतै पनि हेर्नु न ल। सो इट्स जस्ट अमेजिङ। ल फाइनली आफ्टर वेटिङ फर 30 मिनट्स हाम्रो बस चाहिँ आउँदैछ त्यहाँनिर। अनि अब त्यही हो, गोइङ टु द चर्च जानु अगाडि नै 20-30वटा फोटो खिचिसक्यौँ कि हामीले। त्यति रमाइलो छ यो ठाउँ। बट एनिवेज अब बस चढ्छौँ। आइन्छ बस। लु हामी चाहिँ बसबाट ओर्लिएर जाँदैछौँ अब। यही उकालो चढेर एज यु क्यान सी यो पछाडिको यही हो त्यो चर्च चाहिँ। बाहिरबाट पनि दामी नै देख्थ्यो होला, बट अहिले चाहिँ अलिकति कन्स्ट्रक्सन भइरहेको जस्तो लाग्यो। सो लेट्स गो एन्ड एक्सप्लोर इनसाइड अफ इट है, बाहिर भन्दा नि। हामी चाहिँ अहिले यहाँबाट केही चिनोहरू लिएर जान
पाइएला कि केही अलि चित्तो बुझ्ने खालि पाइएला कि भनेर आएको बाहिरबाट यति सानो देखाएको थियो यो स्टोर है भित्र त अझ तल पनि जानु मिल्दो रहेछ त्यहाँ पछाडि नै छ इन्सेन हामी हेर्छौँ है त केही किन्न मन लाग्छ कि भनेर है थ्याङ्क यू मसिपको हामी के किन देखाइदिउँ त यहाँ त देखेन एउटा चाहिँ इभेल आयोवाला ब्यान्ड अर्को चाहिँ लेखेको चाहिँ फ्रिज म्याग्नेट ल अब यसरी नै हुँदैछ हाम्रो घुमघाम अब हामी लाग्दैछौँ अन्डरग्राउन्ड सिटी भन्ने छ भनेर देखाएको थिएँ मैले त्यतैतिर जाँदैछौँ सो सी यु लेटर गाइज सो साथीभाइहरू हामीले चाहिँ अब डे 2 को एन्ड चाहिँ कसरी गर्न लाग्छौँ भन्दा हामी चाहिँ एकैछिन चाहिँ बाहिर घुम्छौँ होला अब त्यो बाहिरको होइन नाइट लाइफ कति देखाउनु हिजो पनि देखाइसकेँ आज अब दिउँसो पनि त्यही ठाउँ नै घुमायो होइन सो अब चाहिँ हामी के गर्दैछौँ भन्दा हामी यहाँ पोर्क श्रिम्प थोरै किन्दैछौँ अनि भोलि हामी फर्किँदाखेरि बाटोमा खानलाई केही चिजहरू किन्दैछौँ होइन सो अब चाहिँ हामी पोर्क सेक्सनमा जाउँ श्रिम्प किनौँ अनि त्यसपछि हामी घर गएर मजाले पकाएर खान्छौँ तपाईँहरू पनि हेर्नु हामीसँग है त सो गाइज हामी चाहिँ अहिले बनाउन लागेको छौँ पोर्क यसमा नुन हालिसकेको छु अब ब्ल्याक पेपर हाल्दैछु अनि प्रब्लम चाहिँ के भइदियो भन्दा यहाँनिर भेन्ट अन गर्न नआइरहेको कि हामीलाई है एयर फिल्टर अनि द होस्ट इज भेरी भेरी नाइस उसले पहिला मलाई चाहिँ फोटोहरू पठाउन भनेको थाहा अनि मैले पठाइसकेपछि उसलाई पनि आएन छ क्यारी भित्र अनि उसले विदिन 5 मिनट्स मान्छे पठाइदियो भागो के रहेछ भन्दा अब सो है यस्तो थियो यो इनिसियली अनि यहाँ केही नै थिएन कि यस्तो तानेपछि चाहिँ यहाँ साइडमा हुँदो रहेछ यो होइन अनि त्यही थाहा नभएर क्या हामीलाई चाहिँ सो ग्रेट होस्ट उसले 5 मिनट पनि नलागिकन मान्छे पठाइदियो अनि अब मैले यो पोर्क मजाले नुन र स्टेक के अरे नुन र ब्ल्याक पेपर राखेर मैले म्यारिनेट गरिसकेँ अनि फेरि यहाँ अर्को एउटा खतरा इन्सिडेन्ट के भइदियो भन्दा हाम्रो म्याडमले चाहिँ यसलाई चाहिँ तेल भन्न थाल्नु भएछ मैले राम्ररी चेक नगरेको है अनि तेल छ भनेर हामीले ल्याएनौँ लास्टमा तेल छैन अब खाने बेला भइसक्यो फर्चुनेटली इनफ पोर्कको लागि चाहिँ खासै तेल चाहिँदैन क्या यसको आफ्नै यसले फ्याट चाहिँ मजाले फाल्छ सो त्यही फ्याटले चाहिँ यस्तो तेलको काम गरिदिन्छ तर आई होप यो नन स्टिकी त हो नि है सो त्यो भएको भएर पनि हामीले चाहिँ भेन्ट नभइकन यो बनाउनु हुँदैन भनेर बसेँ हो तर ठिकै छ अब फाइनली सबै कुरा भइसकेको छ अब यसलाई चाहिँ नाइस मजाले भन्दाखेरि भुटिसकेपछि हामी श्रिम्प पनि ल्याएको छौँ है फेरि यहाँ श्रिम्प पनि छ अब यो श्रिम्पको लागि चाहिँ के गर्छौँ भन्दा बिकज मैले अब काममा बनाइराखेँ हो आई नो वेल त्यसलाई पनि फट्ट लाएर चाहिँ यसकै जुन फ्याट पक्रेर जुन तेल आउँछ नि त्यही तेलबाट चाहिँ बनाइदिनु अरूलाई चाहिँ एकछिन फ्रिजमा हाल्छु अनि हामीसँग आज बेलुका लागि के अरे बेलुकाको लागि एउटा ग्रेभ पनि छ सो या